र आज चाहिँ हामी यहाँबाट नाम्चीबाट हिँडेर अब चारधाम जान लागेको बिहानै नुहाइदै गरेर उठेर नुहाइदै भयो र पनि छिटो गर्छु भन्दा भन्दै 7:30 भइसक्यो र त्यो तयार भइसक्यो र अब चाहिँ हामी यहाँ निस्किनु लागेको मोटर भ्लगिङ गरौँ भनेको थिएँ तर यहाँनिर खोइ हुँदै हुँदैन के अरे त्यो माइकै सेट भएन र अब सिधै भेटौँ चारधाममा चलो टोपी जाडो त यहाँ त यस्तो डरलाग्दो छ टोपी लगाएर चाहिँ टोपी लगाएर हेल्मेट हुँदैन भने होइन टोपी लगाएर फेरि हेल्मेटै भएन नि त ल चलो निक्लिउँ पुरै अघि रहेछ नि त है माउन्ट भ्यूमा सर्भिसिङ त ठिकै थियो ठिकैको ल डाइरेक्ट निक्लिउँ चारधाममा है हामी चाहिँ यहाँ फाइनली चारधाम चाहिँ आइपुग्यो यहाँनिर आन्टीकोबाट प्रसाद सुसाद किने सबै रहेछ नि त प्रसाद डमरू पनि त्यही चढाउने हो इन्ट्रेन्स चाहिँ यस्तो रहेछ म तर कहिले आएको थिइनँ जुत्ता खोल्नु चाहिँ म चाहिँ केदारनाथ विश्वनाथ जगन्नाथ बद्रीनाथ धाम चारवटा धाम है बद्रीनाथ केदारनाथ चाहिँ गएको छु केदारनाथ हो केदारनाथ खास बद्रीनाथ होइन रामेश्वरम चारवटा धाम छ क्या बद्रीनाथ त खास ए हो रहेछ सान्डुप चाहिँ हिजो हामी गएको केदारनाथहरू गएको छु तर यहाँनिर चारधाम चाहिँ यहाँ सिक्किममा चाहिँ आएको थिएन प्रायः लोकल भने खास त के उयो शिव भगवान्को धाम त चारवटा हुन्छ नि त खास बद्रीनाथ छैन भन्छ एक्चुअलीमा चाहिँ कोही मैले त्यस्तै सुनेको थिएँ म रङ पनि हुनसक्छु के अरे दार्जिलिङबाट देख्ने पनि है सेतो यो त हामी आउँदाखेरि अर्कै बनाउँदै थियो डबल क्या रिपेयरिङ त्यो रडहरू लगाएर गर्दै थियो यस्तो बनायो उयो चाहिँ किरातको फेरि यहाँ है किरातको राईहरूको भगवान चाहिँ यहाँ कता उयो यहाँ तल गएर होला जय भोले भण्डारी उयो भन्दा सान्डुप चाहिँ भन्दा सानो हो क्या है हिजो हामी गएको चाहिँ उयो सान्डुप चाहिँ त्यहाँ पुगेको है हामी हामीले चाहिँ पूजासुजा गरिसक्यो यहाँनिर फोटो पनि खिच्यो अब तल अरू चारधामहरू चाहिँ पूजा गरेर नन्दी महाराज यहाँ घामले नभेटेको चाहिँ चिसो है यहाँ बद्रीनाथ रहेछ त्यसको बाद रामेश्वरम हो र यहाँ चाहिँ बद्रीनाथ मन्दिर बद्रीनाथ जाने चाहिँ बहुत ठुलो इच्छा थियो कि तर अस्ति केदारनाथ जाँदाखेरि चाहिँ हामी जानै पाएन बद्रीनाथ चाहिँ बद्रीनाथ धाम सेम यस्तै छ इन्टिरियर सेम छ यस्तै छ
बद्रीनाथ धामको बारेमा चाहिँ जगन्नाथ रामेश्वरम त्यस्तै छ नि त सबै सेम बनाएको छ अरे नि सेम सेम छ हौ सेम त हुन्छ त तर त्यहाँबाट उयोहरू पनि लिएर आएको भन्छ जगन्नाथ कन्टेम्पोरी र राईहरूको चाहिँ राईहरूको देउताहरू किरात खम्बु किरात रामेश्वरम हो सेम बनाएको छ रामेश्वरम चाहिँ र अब चाहिँ हामी चाहिँ यहाँ चारधामबाट निक्लिन लागेको है चारधामबाट यहाँबाट निक्लेर सिधै बुद्ध पार्क जाने भनेको बुद्ध पार्कको बादमा चाहिँ उयो जानु भनेको तर चारधाम पेलिङ चाहिँ जाऊँ भनेको थिएँ पेलिङको त्यो बाटो चाहिँ खराब भइरहेको छ कि अब बुद्ध पार्क र पेलिङको बिचमा चाहिँ है बाटो उयो खराब भइरहेको रहेछ र एउटा मात्रै जाने अप्सन आयो र त्यसपछि त्यही भएर चाहिँ हामीले चाहिँ बुद्ध पार्क चुज गरेको र हेर्दै जाउँ अब यस्तो खालको बाँस पाउँदो रहेछ सिक्किममा तर पता नि के खालको कस्तो बाँस हो यो भाल बाँस पनि होइन चोया बाँसको साइजको छ तर हुन्छ चोया बाँस पनि चोया बाँसको जस्तो उयो हुन्छ तर भालु बाँस त जस्तो पनि छ तर भालमा भाल बाँस न चोया बाँस दुइटैकै होइन यो चाहिँ कुन चाहिँ बाँस हो चाहिँ थाहा छैन मलाई अब चाहिँ हामी लागेको बुद्ध पार्कतिर माइ लोकेसन गर न यहाँ कति किलोमिटर हो 1 घन्टा 3 मिनट है मेरा यकीन मैं जो तेरा ना हुआ किसी का नहीं ले जाए जाने कहाँ हवाएं हवाएं ले जाए तुझे कहाँ हवाएं हवाएं बेगानी है ये बागी बाजू में क्या नाम बना हामी रहेछ नि स्टुडेन्ट पनि अझै हामी यो कलम गएको त माथि पुगेर फर्केर काटेको लागि हेर न कत्रो गाडी आयो फेरि एउटा डाँडामा कता आयो हेर न कञ्चनजङ्घा है यो डाँडाको पछाडि पल्लोपट्टि नै छ कञ्चनजङ्घा जाडोको फेरि किरो लाग्दो है तर हिँड्छ यहाँ त पर्छ होला नि होइन पर्छ होला होइन तर यता
छ होला हिँड्छ भनेको सन्डे पूजा हेरेर यो पातलो गाउँछ भने त्यस्तो सिमेन्ट छ यो पातलो बासहरू त्यो के भन्छ अरे लाने भन्ने बालिक माथि त्यो कुन के बस भन्छ कि त्यस्तो टाढो पाहाडमा हो नेक्स्ट लेभल छ भन्दा यङ गिरासको रक्सीहरू पाउँछ होला पढाहरू ठिकै होला है यो लेखिँदा रङबुङ छ राबङला कता हो साथी छ अब राबङला बनाती है जो तू र हामी चाहिँ फाइनली बुद्ध पार्क आइपुग्यो है यस्तो दामी देख्दो रहेछ यहाँबाट चाहिँ भ्यू चाहिँ यस्तो दामी भ्यू देख्दो रहेछ हामीले यसलाई स्किप गर्नु आँटेको थियो है हामीले चाहिँ यसलाई स्किप गर्नु लागेको थिएँ यहाँ टिकट काउन्टर होला म टिकट काटेर आउँछु ल टिकट पनि काटिसक्यो है र डिफेन्स पर्सनलाई चाहिँ अलिकति छुट पनि हुँदो रहेछ यहाँ चाहिँ सुतिरहनु भएको रहेछ नि त होइन यहाँ चाहिँ हेर्नु के दामी देखेको आम्मा छेउबाट होइन हौ के रिस उठ्दो के दामी स्टल है सानो सानो अरे ठेक्रा हेरेर त्यही बाकलले बनाएको के दामी देखेको है सिम्बिडीमा अर्को के मजाले फुलेर दुईवटा आइरहेको रहेछ कोपिलामा त्यो रुखको ठुडामा चाहिँ आलु म चाहिँ आलु थुक्पा हो अन्त चाहिँ झालमुरी र चिया खायो मिठो लाग्यो बाबा हामीले चाहिँ एक्चुअली यो चाहिँ उयो गर्नु आँटेको थियो है स्किप गर्नु आँटेको थिएँ पेलिङ जानु आँटेको थियो तर पेलिङ भन्दाखेरि चाहिँ यो अलिक छिटो पऱ्यो आउँदाखेरि चाहिँ हामी टिमी टी स्टेट भएर आएको त्यहीँ रहेछ हामी यादै भएन अब टिमी चाहिँ अब बादमा हामीलाई त्यहाँ यहाँ सिम्बिडे मार्केट पुरा फलेको छ यसरी यस्तो खास यसरी खुट्टामा पनि लाउँदो रहेछ नि त सिम्बिडे मार्केट चाहिँ दामी दामी है त्यो कलर त छ यो कलर त छ हाम्रो घरमा प्रायः त्यही कलर रहेछ यहाँ यो चाहिँ अर्कै खालको कलर रहेछ रुखको ठुटामा के मजाले भएको हेर न है यो कलर चाहिँ दामी रहेछ है यो वाइट यो चाहिँ साह्रो दामी लाग्यो मलाई यो पनि ठिकैको यो यल्लो मजाको हेर यो दामी है एउटा दुईवटा तिनवटा चारवटाहरू के ए
प्लकिङले कसले गर्छ यो मजाको कलर तर मलाई सबभन्दा दामी पर्छ यो लाग्छ घाम लागेको भएर के दामी देखेको है यो सबै बोन्साई रहेछ बोन्साई पटमा चाहिँ घामले गर्दा कस्तो मजाको देखेको है कञ्चनजङ्घाको है पछि र यहाँ बसेर चाहिँ यहाँनिर चाहिँ ट्राइपड यसो गरेर राखेर चाहिँ यहाँनिर चाहिँ लाइभ पेन्टिङ गर्दा कस्तो मजाको दामी देख्छ होला ब्याकग्राउन्डमा यदि भविष्यमा फेरि आउनु पायो भने पऱ्यो भने चाहिँ आउनु पायो भने चाहिँ गर्नु पऱ्यो भनेको यहाँ लाइभ पेन्टिङ दामी देख्छ होला दामी देख्छ जस्तो लाग्यो तर यसको लाइभ पेन्टिङको लागि चाहिँ दिनभरि टाइम लाग्छ नि त दिनभरि नभए पनि 6-7 घन्टा त लाग्छ त्यही भएर चाहिँ योपालि चाहिँ हतार छ हो अब हामी गान्तोक जानु लागेको यहाँबाट 70 किलोमिटर देखाउँदैछ गान्तोक र अब यहाँ एकछिन घुमेर रिल्स सुट गर्छु त्यसको बादमा जान्छु यहाँ चाहिँ वाटर फाउन्टेन पनि रहेछ है रेनबो बनिँदो रहेछ नि त भिडियोमा चाहिँ मजाले रेनबो बनिरहेको छ कस्तो ठुलो रहेछ फाउन्टेन अन्त है फाउन्टेन पनि बहुत ठुलो रहेछ नि हौ यहाँनिर पनि रहेछ उयो सिँढी त आमामा कतिवटा हौ सिँढी त सानो छैन त अन्त आमा हाइनेक लगाएर आएको त गरम भएर मऱ्यो म के दामी डिटेलिङ गरेको है को आर्टिस्ट थियो होला यस्तो दामी एक त मलाई यो जो बुद्धिस्ट आर्ट हुन्छ नि बुद्धिस्ट आर्टले यस्तो दामी एट्र्याक्सन गर्छ नि कलरहरू हुन्छ नि रङबिरङ्गी के बहुत दामी लाग्छ र यसकै पछाडिबाट चाहिँ फेरि यहाँनिर यो चाहिँ हो कञ्चनजङ्घा र यहाँ वरिपरिबाट डिटेलिङ गरेको रहेछ यस्तो दामी डिटेलिङ गरेको यहाँनिर र म चाहिँ यहीँबाट बाहिरबाट ढोकेर अब निक्लन लागेको किनभने हामीले गान्तोक जानु पनि बहुत ढिलो भइसक्यो टाइम पनि 2 बज्न लाग्यो र गान्तोकमा गएर पनि घुम्नु छ र त्यही भएर चाहिँ आज यहीँबाट गएको मेरो वाइफ चाहिँ माथि आउँदिनँ खुट्टा दुख्यो भनेर भन्यो र ऊ चाहिँ तल बाहिर छ र अब मैले पनि यहाँनिर फोटो खिचेँ है र अब चाहिँ म लागिरहेको छु यहाँनिर चाहिँ रहेछ के रहेछ यो फोटोहरूमा चाहिँ त्यस्तो ठुलो देख्दैन रहेछ तर जो नेचुरल आई हुन्छ नि त्यसले चाहिँ कस्तो ठुलो देख्दो रहेछ क्या यहाँनिर र यहाँ यता साइड एक्सक्युज सरी र यहाँनिर चाहिँ फोटो ग्यालेरी म्युजियम लाइब्रेरी रहेछ अन्त फेरि सायद भित्र छैन होला त्यो पनि केही देख्छ केही देख्दैन र सायद बन्दै होला तर यहाँ जहाँ बुद्ध पार्क भएको ठाउँ छ नि हामी त सानो होला भनेर सोचिरहेको थिएँ तर यहाँ पनि एक दिन मजाले आएर स्टे गऱ्यो भने बहुत रहेछ कि यहाँनिर वरिपरि पनि घुम्ने जग्गाहरू हामी चाहिँ बहुत टाढोमै बसिपठाएको छु फेरि हाम्रोमा त घुम्ने टाइम पनि बहुत कम्ती भयो कि यदि पछि भविष्यमा गएर यदि जुड्यो भने चाहिँ फेरि
आउँछु म यहाँनिर लाइभ पेन्टिङको साथमा अरू धेरै यहाँको साइट सिनहरू हेर्नु लागि जाउँ होइन। अब त्यो उयो त कत्रो ठुलो रहेछ त्यो के अरे त्यो उयो गाउँमा लाग्छ देखिन्छ नि त्यहाँ त कत्रो ठुलो पानी रहेछ कति पानी रहेछ। चाइनिजहरू पनि आइरहेको रहेछ है कोरियन तर कोरियनहरू चाहिँ अलिक कालो कालो रहेछ तर कोरियनहरू चाहिँ अलिक कालो कालो रहेछ। अब चाहिँ हामी पनि लाग्नु पर्यो। राबङमा चाहिँ मलाई चाहिँ यस्तो दामी लाग्यो यहाँनिर चाहिँ यो हामी चाहिँ स्किप गर्न लागेको थियो तर स्किप नगरेको चाहिँ एकदमै राम्रो भयो। बादमा यदि भविष्यमा आउने मौका पऱ्यो भने हामीलाई एक दिन राबङलामा चाहिँ बस्ने गरी बस्यो टाइम पनि कति भयो 2:08 भएछ है। 1 घन्टामा त पुग्छ होला घन्टा होइन 2 घन्टामा होइन राम राम पाइयो गोट त यस्तो पानी रहेछ तिम्रो र हामी चाहिँ यहाँनिर गान्तोक आइपुगिसक्यो है। र यहाँनिर होटलमा पनि इन भइसक्यो र स्कुटी चाहिँ तल छ। बाटो चाहिँ पुरा खराब भएको थियो फेरि फोनमा पनि चार्ज सकिसकेको थियो तर त्यही भएर चाहिँ भ्लग चाहिँ बाटोमा चाहिँ बनाएन के बनाउनु बाटोमा त्यो सेमै बाटो हो भनेर चाहिँ भ्लग बनाएन। र आज चाहिँ हामीले ट्राभलिङ कति लगभग 90 किलोमिटर ट्राभल गरेर यहाँ गान्तोक आइसक्यो र अब चाहिँ हामी एमजी मार्ग घुम्न जान लागेको। जाडो त यहाँ पनि खतरा रहेछ खतरा। जमो र रुम चाहिँ यस्तो छ है भन्दा चाहिँ बेटर रहेछ। अब एट्याच बाथरुम चाहिँ यहाँ छ। त्यही छ यहाँबाट चाहिँ एमजी मार्ग चाहिँ झन्डै 500 मिटर जस्तो रहेछ। हामीले चाहिँ त्यहाँ एमजी मार्गमै लिन आँटेको थियो होटल चाहिँ फेरि त्यहाँनिर स्कुटीको पार्किङको लागि हुँदैन भनेर चाहिँ अलिक यता लिएको। अस्ति यहाँ त्यो उयो भएको है सिल्क रोडको त्यो उयो भएको हामीलाई त 1500 मिटर भनेर भन्यो कि भरे लगाइनु परेछ पब्लिक सर्भिस। कसले अहिले त कति टाढो भएछ त है 2000 र यहाँ एमजी मार्ग चाहिँ मेरो चाहिँ यो सेकेन्ड पल्ट हो है। र योभन्दा पहिला चाहिँ म 6-7 वर्ष अगाडि आएको 2017 मा हाम्रो भिडियो त्यहाँ थियो। सानो बडो देख्दैन धेरै त संग चले सभी गुल अपना है ये ख्याल अपना है ये ख्याल है ऐसा लगे वहाँ रोज खिले। हामीले चाहिँ
खानासाना खाएर अब चाहिँ लागेको रुमतिर प्लान भयो भने पास दियो भने चाहिँ छाउँ जान्छु नभए चाहिँ घरतिर राजगञ्जीमा त्यस्तो भिड छैन